हप्ताको टोटल टिकट नम्बर रहेको छ 39,17,257। यस। हेलो साथीहरू, म चाहिँ आज एनसेललाई एक्सपोज गर्न आएको छु। जस्तै उहाँले भन्नुभयो कि लगभग 40 लाख टिकट रहेको छ। 40 लाखमा टिकटमा जस्तै तपाईहरुले 40 लाख इन्टु 100 यानि कि एउटा टिकट बराबर 100 रुपैयाँ पर्न जान्छ। 40 लाख वटा टिकटलाई 100 रुपैयाँले गुणान गर्यो भने लगभग 40 करोड बराबरको कमाइ हुन्छ एनसेलको लगभग पर विकमा ओन्ली यो करोडपति प्लानबाट मात्रै 40 करोड पैसा कमाइ गर्छ एनसेलले। तर एनसेलले चाहिँ 10 जनालाई विनिङ गर्छु, प्रत्येक जनालाई 1-1 लाख भनेर उल्लु बनाउँछ। जहाँ यस्तो डिजिटल जमाना आएर पनि एनसेलको लक्की ड्र गर्ने तरिकाबाट थाहा हुन्छ। किनकि जो नम्बर टिकटमै छैन जस्तो लाग्छ त्यो नम्बर उल्टोमुखीबाट एकदम र्यान्डमली हालिरहेको छ। एकछिन राम्रोसँग सोच्नुस् त, त्यो नम्बर जस्तै उल्टोमुखीबाट राख्यो भने एकदम सुल्टोमुखीको टिकट मिल्छ त? पक्कै पनि दर्शकबिन्दुहरु मिल्दैन। हो दर्शकबिन्दु, तपाईहरुले यो बारे के भन्न चाहनुहुन्छ? के एनसेलले पक्कै 40 करोड कमाएर 10 जनालाई 10 लाख दिन सक्दैन त? यदि 40 करोड कमाएर पनि 10 जनालाई 10 लाख दिन सक्दैन भने त यस्तो करोडपति प्लान लिएर के काम? हैन त दर्शकबिन्दुहरु? हो दर्शकबिन्दुहरु, तपाईलाई के लाग्छ? के एनसेलले देला त? र तपाईहरुले देख्न सक्नुहुन्छ आजसम्म पहिलो हप्ताको एकजना बुढो बाला लिएर उहाँले पाउनु भएको छ भनेर प्रुफको रूपमा त्यही मात्र देखाएको छ, त्यो बाहेक अरु केही पनि छैन। तपाईहरुलाई के लाग्छ? पक्कै पनि आफ्नो मनमा लागेको कुराहरु कमेन्ट गर्नु होला।